श्री गणेशाय नमः। श्री सरस्वतीय नमः। श्री स्वस्थानी परमेश्वरी नमः। पुष्पाञ्जलि। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुद्र सन्तुति दिव्य शिस्तवेदे सांग पद्मो गायन्ति गायन्ति या सामगा ध्यानावस्थित तगतेन मनसा पश्यन्ति या योगिनो ये शान्तन बिन्दु सुरागण देवाय तस्मै नमः। श्रीमञ्चन्दन चचिलो लपु शुक्ला बला मल्लिकारा मालालङ्कृत कुण्डला प्रबिल सम्पुता सवली शोभिता सर्वज्ञान निधान पुस्तकाधरा रुद्राक्षी मालाकरा वाग्देवी वन्दना भुजे वसन्तु मे त्रैलोक्ये माता चिरं मूलो करोति वाचलग लग अपङ्गगु लगते त गिरिमं यत्के यति पातमं वन्दे परमाधवम्। नमो भगवते यस्य व्यवयस्य मिते जस्य यस्या पदाक्षेमे नारायण कथामिमं। नारायण नरकित नरचैत्ये नरोत्तम देवी सरस्वती व्यास तत्रो जय मुरेत्। सासङ्गनमं कृतो स्वस्थानि परमेश्वर्यं कथा शुभो सुधोपमा देव्या तुच्चा बेष्टफल लभेत श्री स्वस्थानी परमेश्वरी नमो नमः। जय श्री स्वस्थानी परमेश्वरी माता। जय गणेशाय नमः। अर्थ चतुर्थ अध्याय। आज 4औं अध्याय लिएर उपस्थित भइसकेको छु। सबैलाई नमस्कार छ। हेर्ने अनि सुन्ने सबैलाई कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, त्यहाँ उपरान्त कन्यादानको दिन आयो र विष्णुले महादेव आउलान् भनी दक्ष प्रजापतिको घर गए। दक्ष प्रजापतिले पनि सम्पूर्ण सामग्री तयार गरी यज्ञ गराई विधि गरिसकी कन्यादान दिन तयार भए। महादेवले 20 भाङ धतुरो खाई मातिकन दक्ष प्रजापतिका घर जान बिर्सिरहे। तब विष्णुले महादेव आउनु भएन, कन्यादानको बेला भयो, मेरा हातमा थापौँ भने महादेवलाई हुँदैन, अब कसो गरी भनी चिन्ता गरिरहे। त्यहाँ उपरान्त महादेवले कन्यादान दिने आज हो, विष्णु गए होलान्, बेला पनि भयो होला भनी सम्झेर वृद्ध सन्यासी चाँडै भई दक्षका घरमा खडा भई भने, हे विष्णु, हे दक्ष प्रजापति, म अति टाढादेखि आए, भोक लागिरहेछ, मलाई भिक्षा नदिई कन्यादान दिए पनि नदिए पनि श्राप दिउँला। यति सन्यासी रूप भएका श्री महादेवबाट आज्ञा भएपछि विष्णुले भने, हे भिक्षुक, मेरो बेला बित्न लाग्यो, कन्यादान भइसकेपछि मात्र तिमीलाई भिक्षा दिउँला, अहिले म भएको ठाउँमा आइबस। यति विष्णुले भनी आफू बसेको सिंहासनमा बसाए। महादेव कस्तो बेलामा आइपुग्नु भयो भने विष्णुले सुनको कमण्डलुले धारा दिई दक्ष प्रजापतिले सती देवीको हात समाती विष्णुका हातमा सुसम्पन्न लाग्दाको बेलामा पुग्नु भयो र विष्णुले आफ्नो मायाले छोपी दक्ष प्रजापतिका आँखा छली सती देवीको हात सन्यासी रूप श्री महादेवको हातमा पारिदिए। त्यो देखि दक्ष प्रजापतिले बडो विषाद गरी भने, तिमी कपटी रहेछौ, तिम्रो विश्वासमा पर्दा मेरी पुत्री सतीदेवी यो अवस्थामा परी। यति दक्ष प्रजापतिले भनेको सुनि केही उत्तर नदी सतीदेवीको हात महादेवका हातमा पारिदिए। अब म जान्छु भनी सन्यासी रूप श्री महादेवसँग विदा भई वैकुण्ठ गए। विष्णु गएपछि दक्ष प्रजापतिले सतीदेवी छेउ भने, हे पुत्री सतीदेवी, पापिष्ट विष्णुले छल्दा यस्तो भयो। वृद्ध सन्यासी स्वामी पायौ तैपनि सन्देह नगर, हामी छौँ, तिमीलाई हामी पालौँला अहिले त्यसैसँग जाऊ। यति आफ्ना पिता
दक्ष प्रजापतिले भनेको सुनि बहिनीहरूले देवता स्वामी पाएको सम्झी सतीदेवीले धिक्कार रहेछु भनी बडो विषाद गरी रुन लागिन्। फेरि मेरो कर्ममा यस्तै लेखेको रहेछ, अब रोई के गरौँ, यस्तै भए पनि बाबा महातरीले दिएका मेरा स्वामी पनि यिनै हुन् भनी धैर्य भइन्। त्यहाँ पछि सन्यासी रूप श्री महादेवले सत्यदेवी छेउ आज्ञा गरे, हे स्त्री, अब यहाँ बसी के गर्नु, आफ्ना घर जाऊ, तिम्रा बाबा महातरी छेउ बिदा ल्याऊ। महादेवको आज्ञा भएपछि सत्यदेवीले दक्ष प्रजापति र बिरनीसित गई, हे पिता माता म जान्छु भनी बिदा मागिन्। दक्ष प्रजापति र बिरनीले बहुत धैर्य गरी जाऊ भनी बिदा दिए र सत्यदेवीले प्रणाम गरी बिदा भई सन्यासी रूप श्री महादेवका अगाडि लागि गइन्। बाटोमा जाँदा सन्यासी रूप महादेव आज्ञा गर्दछन्, हे सुन्दरी, कहिले घरदेखि ननिस्केकी, सुखमा रहेकी, यस्ती कोमल भएकी तिमीलाई पनि श्रम होला, सुस्त हिँड। यति महादेवले आज्ञा गरेको सुनि सतीदेवी भन्दछिन्, हे स्वामी, म त हिँड्न सक्छु, हजुरको वृद्ध अवस्था भएको छ, परिश्रम हुन जाला, सुस्त हिँडी बक्सियोस्। महादेव र सत्यदेवी यस्तै तरहले अनेक कुरा गर्दै गए। सत्यदेवीले आफ्ना स्वामीको वृद्ध अवस्थादेखि यी वृद्ध अवस्था भएका म यस्ती युवती मेरा स्वामीलाई कसैले केही गरी मलाई हरि लैजालान् कि भनी मनमा साह्रै चित्त गरी एकछिन पनि नचढी पछि लागिरहन्। कैलाश पर्वतमा पुग्दा र सन्यासी रूप श्री महादेवले सत्यदेवीको चरित्र हेर्नका निमित्त कैलाश पर्वतका टाकुरामा एक खरले छाएको घर उत्पत्ति गरी, हे स्त्री, हाम्रो घर त्यही हो, आइपुग्यो भनी देखाए। फेरि भित्र जाऊ, भोक लाग्यो होला, केही खाऊ, मलाई परिश्रम भयो, एकछिन सुत्छु भनी विष भाङ धतुरो खाई बाहिर सुते। सत्यदेवीले त्यो घरदेखि आफ्ना बाबा दक्ष प्रजापतिको घर सम्झी, त्यस्ता सुवर्णका घरमा बसेकी मलाई आज यस्तो घरमा बस्नु पर्यो भनी बहुतै विषाद गरी आँखादेखि आँसु खसालिन्। फेरि मेरा कर्मले यस्तै पारी ल्यायो, के गरौँ भनी मन बुझाई ओढ्नेले छेउको आँसु पुसी घरभित्र पछि हेर्दा सबै ठाउँमा माकुराको जालो र कसिङ्गर मात्र देखिन्। त्यो देखि कुचाले माकुराको जालो मिल्काई कसिङ्गर लगाइन्। फेरि स्वामी जागा हुँदा के खाना दिउँला भनी खानेकुरा हेर्न गइन्, केही पाइनन् र साह्रै चित्त दुखाई सन्यासी रूप श्री महादेव सुतेका ठाउँमा आई गोडा मुनि बसिरहन्। तब 4 दिन भएपछि श्री महादेव जागा भएर सतीदेवीको मुखेरी, हे पापिष्ट स्त्री, मलाई एक्लै बाहिर सुताई आफू भित्र सुतिस, त्यसो गरिस् त पनि तँलाई खानु पर्दैन थियो, केही खाइस् कि खाइनस्। यस्ता नाना तरहले गाली गरी महादेव रिसाउन लागेको देखि सतीदेवीले हँसिलो मुख गरी सन्यासी रूप महादेवको मुख हेरी भनिन्, हे स्वामी, हजुरलाई साह्रै निन्द्रा परेको देखि जागा गराउन सकिन, म सुतेकी पनि छैन, यहाँ आई बसिरहेको त भण्डारमा जे भएको मिठाई इत्यादि खाए, आफू के खानुहुन्छ? सतीदेवी रसमा पनि उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लगाए। यति सतीदेवीले भनेपछि यहाँ के थियो र खाइ होली भने करुणामूर्ति सन्यासी रूप श्री महादेवलाई अति करुणा भयो र भने, हे प्रिय, हाम्रो घर यो होइन, त्यो घरको भित्तो च्याते भित्र गई हेर। फेरि सतीदेवी भन्दछिन्, हे स्वामी, भएको घर नासी नभएको कहाँ जाउँ, फेरि बनाउन परे, हजुर वृद्ध अवस्था भएको, म स्त्री जाति को बनाइदेला। यति सतीदेवीले भनेको सन्यासी रूप श्री महादेवले उठी खरको भित्ता लात्ताले हाने मिल्काएर कैलाशको दर्शन दिए। माणिक्य नाना रत्नले जडाउ गरेको सुवर्णले बनाएको त्यस्तो घरदेखि सत्यदेवी खुसी भई मेरा बाबा दक्ष प्रजापतिको घर भन्दा पनि अति सुन्दर यो घर कसको होला भनी ठानिन् र सन्यासी रूपी श्री महादेवले सत्यदेवीलाई आफ्नो रूप दर्शन दिनलाई चोकमा डाकी लगेर, हे स्त्री,
चोकमा माझमा गाईका गोबरले मण्डलकार गरी पोतिदेऊ। सत्यदेवीले हौस भने पोतिदिन् सन्यासी रूप श्री महादेवले पोतेको ठाउँमा गई निर्मल उत्कृष्ट जस्तो वर्ण भई विसंभर मूर्ति दर्शन दिँदा भए। तब सत्यदेवीले मनमा आनन्द गरी आँखादेखि हर्षको आँसु बगाई धन्य रहेछु जगदीश्वर श्री महादेव स्वामी पाए भने फुलको माला गलामा पहिराई 3 पटक परिक्रमा गरिन् र त्यहाँ उपरान्त शिवशक्ति स्वरूपले रहँदा भए। इति स्कन्द पुराण केदारखण्डे महात्मा अस्ते कुमार अगस्त्य सर्वबुद्धि श्री सुस्तानी परमेश्वरी व्रत कथा सत्यदेवी प्रतिगृह गमन वर्णन नाम 4औं अध्याय। आजको कथा वाचन यति नै। मलाई हेर्नु भएको छ है, मलाई चिन्नुभयो होला। राजकुमारी आँखा हजुरलाई धेरै धेरै धन्यवाद हेर्नु भएको छ होइन, मलाई हेर्नुभयो त्यसको लागि धेरै धन्यवाद। मैले कथा वाचन गर्दैछु, श्री सुस्तानी परमेश्वरीको कथा वाचन गर्दैछु। मेरो साउन्डमा आवाजमा केही कमी आएको छ म मान्दछु। केही दिनमा फेरि त्यो आवाजलाई म सुधार्नेछु। आजलाई कथा वाचन यति नै, हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुरलाई पनि। त्यसै गरी सबैलाई एकमुष्ट नमन है। श्री सुस्तानी परमेश्वरीले सबैको कल्याण गर्नुभएको होस्, सबैको अधुरा कामहरू पुरा भएको होस् भन्न चाहन्छु। आजलाई अब कथा यति नै। भोलि फेरि 5औं अध्याय लिएर म उपस्थित हुने नै छु। सुनौलो बिहानीमा म प्रकाश। तपाईँहरूले जसरी चिने पनि म तपाईँहरूकै आत्मीय मित्र हो। पुष्पाञ्जली कथा सुनिसकेपछि सबै श्रोताले पुष्पाञ्जली लिनु र वाचकले तलका श्लोक भन्नु। ओम उपयन्तो मङ्गलम सबलन्द गङ्गलाय श्री महानदिनकरान गिरिबोधे जीवोजे नव नलिन निपोचेन कृष्ण काले वसन्त पृथ्वी शून्यशालिनी दूच वैदिते ब्राह्मण सन्तु निभय भूत्रा पुत्रिन सन्तु पुत्रिन निधन साधन सन्तु जीवनमा शारदा शर्मा तब गङ्गा यमुना तत्र गोदावरी सिन्धु सरस्वती चौमाती सर्वाणी वसन्ती तत्र यता यता कत्र प्रसङ्ग या आगुन्दे दुतार सुबार शारदवाय या शुभ विदान्त या भीरने करा या शुभसना या ब्रह्मा सदा चिन्ह वीर सदा समधि दशाम पाठ सरस्वती भगवती शेषगा खायन भाषा मनुष्य दिवा बुधमा निश्चय प्रकृति भाषामा यसरोमी यदन सबलाई परमेश्वर नारायण इतना केतना बताउन अनि निश्चय सेता बताए जीवन यता कथा मम समर्पित भएर तपाईँ सुस्तानी परमेश्वरी सबैले पुष्पाञ्जली चढाएर नमस्कार